हेलो हेलो म आज मिति 2083 साल असार 22 गते रोज सोमबार शुभ साइतको दिन मिकफला गाउँपालिका अन्तर्गत शिक्षा शाखामा स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक लेखन तालिममा जाँदैछु गाइज। र आज म जस्ट अहिले ट्रेकिङमा छु र मेरो हातमा देख्नुहुन्छ स्टिक पनि। र म ठ्याक्कै अहिले भन्नुपर्दा हाँडी खोलाको ओह्रालोमा छु, आङसाङ चोकदेखि ओह्रालो। हाँडी खोला अति सुन्दर तरिकाले बगिरहेछ र हाँडी खोला भन्ने साथ भुइँबाङको एउटा महत्त्वपूर्ण गन्तव्य पनि हो, एउटा पर्यटकीय गन्तव्य हो। र हाँडी खोलामा जो कोहीलाई पनि हाँडी खोला भन्ने साथ वाउ वाट अ डेन्जरस स्ट्रिम भन्ने लाग्छ होला। वास्तवमा यो डेन्जरस नै छ। यहाँ चाहिँ अलि गाडीको रोडले गर्दाखेरि होम पाइप लाएर डाइभर्सन गरिएको छ गाइस। तर यसको तल हेर्ने हो भने हेर्नुहोस् अति कञ्चन पानी बगिरहेछ हाँडी खोलाको। यसलाई भन्छ हाँडी खोलाको कञ्चन पानी। र अर्को छ परतिर अझ ठुलो, यो त सानो भइहाल्यो, यो मिनी भइहाल्यो, मिनी स्ट्रिम। दिस इज कल्ड मिनी स्ट्रिम गाइज, बट लार्ज स्ट्रिम, नट अ रिभर बट स्ट्रिम। म यहाँ तपाईँ सुन्दै हुनुहुन्छ गडगडाएर झरिरहेछ। हेर्नुहोस् हाँडी खोला दृश्य सुन्दर छ। यसलाई होम पाइप हालिरहेछ मोबाइलको नामले। यात्रा यात्रा गर्नुपर्ने मेरो चोला भो। मैले सानो गीत पनि गाएँ गाइस। यहाँ पराक छ हेर्नुहोस्, हाँडी खोलाको छेउमा सानो पराक हो। र मेरो मिनी भ्लगलाई यहीँ अन्त्य गरेँ गाइस। अस्ति पनि एकचोटि बनाइरहेको थिएँ र फेरि मौका मिल्यो भने म मेरो मिनी भ्लग बनाउँदै गर्नेछु। र यहाँ ठुलो पराक छ माथि।